यहाँ हाम्रो छिमेकी बहिनीको चाहिँ ऊ आएको रहेछ के अरे यो वारे वारे वा अब उसले चाहिँ कसरी फिट गर्ने भनेर हामीलाई देखाउन गइरहेको छ हेर्नु होला है अन्तिम बहिनीले अब पुरा तपाईँले चाहिँ यहाँ प्रोसिजर हेरेर गर्न सक्नुहुन्छ तर प्रोसिजर हेरेर मलाई नै चक्कर लगा जस्तो छैन तिमी पढ्न थालेको डाङडुङ निकाल ए बहिनीको यो सामान फिट गर्ने झोला सहित रहेछ ल बधाई छ है बहिनी मैले चाहिँ अब छिमेकी दाइले कसरी फिट गर्नुहुन्छ भन्ने कुरा चाहिँ छिमेकी दाइले नै देखाउनुहुन्छ हैन हजुर अब आफ्नो त ढङ्गमहरू कसो गर्नु हो त्यहाँ पनि ल हजुर अब यो एमाजोनबाट चाहिँ हाम्रो बहिनीको अब चाहिँ मेकअप गर्नलाई लाएर समस्या भयो अरे अब हामी यो फिट गरेर देखाउँछ है त हजुरहरूले अन्तिमसम्म हेर्नु होला र यस्तो प्याकिङ आउँदो रहेछ हामी चाहिँ यहाँ कसरी फिट गर्ने भनेर देखाउन गइरहेको छौँ एकदम सजिलो सिसा त फुट नतान अहिले पछि गर्नु साथीहरु कस्तो लाग्यो हामीले चाहिँ यो टेबल मेकअपको टेबल चाहिँ हामीले फिट गरेको कस्तो राम्रो लाग्यो तपाईहरुलाई एकदम सजिलै फिट गर्न सकिन्छ है आनन्द पारले चाहिँ अनि मेकअप गर्नको लागि पनि एकदम मेकअपको सामानहरु राख्नेदेखि लिएर घरमा 3-4 वटा छ है एकदम ठुलो पनि छ ऐना पनि छ अगाडि बसेर आनन्दले मेकअप गर्न सकिन्छ है छोरी मान्छेको लागि चाहिँ एकदम राम्रो छ है लिइहाल्नुस् एकदम रुममा एकदम ठुलो पनि देखिन्छ एकदम ठुलो पनि छ एकदम देखिहाल्नु भयो भिडियो सबैजनाले है शेयर गर्नुस् मन पर्यो भने तपाईहरुलाई म यहाँ लिंक राखिदिएको छु एकदम राम्रो छ सामान चाहिँ एकदम राम्रो छ एमाजोनबाट हामीले अर्डर गरेको एकदम राम्रो छ हजुरहरुले पनि लिन सक्नुहुन्छ है यदि मन पर्यो भने चाहिँ लिन सक्नुहुन्छ यदि चाहिएको छ भने लिइहाल्नुस् तुरुन्तै भन्न चाहन्छु एकदम राम्रो छ अब भिडियो चाहिँ आज धेरै दिनपछि चाहिँ मैले भिडियो बनाएर राखेको थिएँ अनि अपलोड गरेको थिइनँ है अब यो भिडियो चाहिँ अब हामीले एकअर्कामा सपोर्ट पनि गरौँ भन्दै अहिलेलाई चाहिँ नमस्ते बाई बाई है फेरि अर्को भिडियोमा हामी फेरि जोडौँ ल।